अहिले तँलाई च्याट्ट घाँटी काटेर तेरो भित्रको पाङ्रा कलेजा अहिले हिँ खाएर जाने हो हैन। अहिले त धेरै नाति पर नगर तनी भाले मनी भाले। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग, न्यू डेज न्यू ब्लग। आज चाहिँ हाम्रो कुल पूजा छ है गाइज। वैशाखको 7 गते, हरेक वर्ष 1 गते पर्थ्यो भने अहिले यसपालि चाहिँ हाम्रो अलिकति त्यस्तै भएर कुल पूजा गर्न नमिलेको भएर अहिले चाहिँ 7 गते परेको छ। मैले चाहिँ कुखुरा सुखुरा सबै उहाँ छोडेर आइसकेको छु पूजा गर्ने ठाउँ जङ्गलमा। अब चाहिँ म उहाँ जङ्गलतिर जाँदैछु, हल्का फुल्का फुटल सामानहरू लिन आएको थिएँ गाइस। अब म जाँदैछु, लेट्स गो। यो भिडियो चाहिँ लास्टसम्म हेर्दै गर्नु होला। नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु नभुल्नु होला। यस्तै भिडियोहरू हेर्नको लागि बेल आइकन बटन दबाउन नभुल्नु होला गाइज। ल म चाहिँ लागेँ गाइज। अब ल गाइज, हाम्रो चाहिँ आजको भाले यही हो, पूजाको भाले। पुरा यहाँ मिलेर बसेछ दुईवटा। कोही यता छ, यहाँ यतातिर आगो सागो पुग्दै हुनुहुन्छ होइन। अनि यतातिर छ हाम्रो मेन पुजारी, यता हुनुहुन्छ हाम्रो फुपा हुनुहुन्छ मेन पुजारी। फुपा हेलो हाम्रो पुजारी हुनुहुन्छ। हाम्रो यहाँ भइरहेको पूजा। यहाँ पूजा भइरहेको छ। सुरुमा चाहिँ हाम्रो हुन्छ 3 घरको होइन। यहाँ छ हाम्रो पूजा चलिरहेको छ। पछाडि फुपाले पूजा गरिरहनु भएको छ होइन। यहाँ चाहिँ पुरा जङ्गल छ, जङ्गल एरियामा हो पूजा गर्ने हाम्रो कुल पूजा। पछाडि चलिरहेको छ यतातिर कुखुरा सुखुरा भागेको के छ यता हेर्दैछु। हाम्रो अब अहिले बसेर खाने ठाउँ हो। कुखुरा चाहिँ पुरै खाइन्न, कुखुराको चाहिँ होइन। कुखुरा र परेवा चाहिँ सिँगै पकाइन्छ। परेवा चाहिँ कुखुराको चाहिँ कल्चा पाङ्रा चाहिँ यहीँ पकाएर खाइन्छ। अरू सिँगै चाहिँ घर लगेर पकाएर खाइन्छ होइन। सबैजनालाई प्रसाद हो, सबैजनाले बाँडेर खाइन्छ। यतातिर हिँड छ नारायणी चाहिँ यता पछाडि छ। नारायणी चाहिँ यता पछाडि छ। पूजा यता चलिरहेको छ पछाडि। म त यहाँ नारायणी बिहानको मर्निङ भाइब्स देखाउँछु गाइज। बिहानको भालेहरू पछाडि छ, मेरो बाइक कहाँ छ। म चाहिँ बिहानको मर्निङ भाइब्स। यतातिर घाम लागिरहेको छ पछाडि। छिटो पूजा गर्नको लागि आज चाहिँ बिहानै आएको छौँ, छिटो पूजा गर्नलाई। छिटो पूजा गरेर भ्याएर गएर झ्यापझुप खाना खाएर बस्ने हो। नत्र अहिले दिउँसोको घामले पुरै उफु भन्ने बनाउँछ अहिले। अनि फेरि यहाँ 6 नम्बरको चाहिँ यहाँ पुर्जी खुलेको छ। हाम्रो चाहिँ 3 नम्बरको खुलेको छैन, 6 नम्बरको चाहिँ पुर्जी खुलेको छ। यो पछाडि देख्न सक्नुहुन्छ नारायणी पुर्जी खुलेको छ। त्यही भएर मान्छेहरू बिहानै गएर दाउरा काटिरहेको छ, डङ पारिरहेको छ है। यहाँको चाहिँ बाढीले खोलेर यस्तो बनाहा। यो चाहिँ शक्तिखोरबाट ल्याएको ढुङ्गा हो, यस्तो छ गाई। यस्तै यहाँको नारायणी यस्तो छ। म चाहिँ तलतिर जान्छु गाई। म चाहिँ एकचोटि तलतिर पुगेर आउँछु एकचोटि। अहिले फेरि पानी यहीँबाट ल्याउनुपर्छ। अहिले यो देखेको पानी छ नि, अहिले एकछिन त्यही पानी ल्याउनुपर्छ। अहिले यही पानी ल्याउनुपर्छ गाई। यस्तो छ बाटो, खत्रङ बाटो छ। अहिले राम्रोसँग झर्नुपर्छ, खत्रङ बाटो छ गाइज। म चाहिँ नारायणी आएको, यस्तो देखिन्छ यहाँ तलबाट भ्यू, नारायणीको भ्यू सरर दामी। यो चाहिँ बिहानको है, बिहानको मर्निङ भाइब्स खतरा खाने गाइज होइन। यो चाहिँ यहाँ बल्वा छ। यहाँ चाहिँ मेन पहिलाको चाहिँ एकदम गहिरी भाग हो। अहिले चाहिँ गहिरी भागमा चाहिँ यहाँ बल्लाले पुरेर यस्तो बनाएको छ। यो चाहिँ मेन उतातिर बगर हुन्थ्यो। बगर हुने ठाउँमा चाहिँ पानी छ, बगर हुने ठाउँमा पानी। ल गाई चाहिँ यो नारायणीको पानी, नारायण घाट हुँदै बगेर आउने पानी चाहिँ यही हो। पानी यस्तो छ है। बिहानको मर्निङ भाइब्स गाई यही हो।
यही हो पानी गाइज, यस्तो छ। यो चाहिँ नुहाउन मजा आउँछ कि गाइज। पहिला सानो सानोमा धेरै नुहाइन्थ्यो, अहिले चाहिँ नुहाउन आइएको छैन। एक दिन चाहिँ अब यो स्विमिङ गरेको भिडियो नि म हाल्छु एक दिन। अब स्विमिङ चाहिँ यहीँ हो हाम्रो गर्ने ठाउँ, स्विमिङ दामी छ। अरू चाहिँ होइन, बजारको मान्छेहरू चाहिँ स्विमिङ गर्ने छुट्टै हुन्छ, होटेलमा गएर गर्छ। हाम्रो गाउँघरको स्विमिङ चाहिँ यही हो, नारायणीको किनारमा सट्ट नुहाइन्छ। सर माथिबाट सर ग्यालिङमा चढेर ट्र्याक्टरको ट्युबमा चढेर नुहाइन्छ। गाइज नारायणीको अब यता हल्का फुल्का देखाइसकेको छु गाइज। अब म पूजामै जान्छु। अब पूजामा के सामान चाहिन्छ अहिले फेरि टुटफुट सामान ल्याउनु पर्ने हुन्छ गाइज। अब चाहिँ यताबाट चढ्छु, फेरि म यताबाट चढ्छु गाइज। म यो बाटो चढ्छु म। यस्तो छ बाटो गाइज, ठाउँमा पनि यस्तो छ। यो म चढ्छु माथि, खतरङ बाटो, खतरङ बाटो चढ्छु गाइज। यही हो नारायणीको भ्यू देखाइसकेछ हजुरहरूलाई। यही हो अघिको पूजा गरेको ठाउँ चाहिँ हाम्रो त्यो तल्लोपट्टि। त्यहाँ चढेर आएको कसै दुखायो खुट्टै, खासै त्यस्तो ढुङ्गामा चढेको छैन आजभोलि। घाम भइसकेको छ, त्यति चढेको घाम भएर यही हो अहिलेको भाले। यही हो अहिले काट्ने भाले, यही हो चाले। ओइ अहिले काट्छ भने तैँले, अहिले आउँछ कि तेरो पालि अहिले। ल यही हो अहिले कट हो नि, कट। अहिले तँलाई च्याट्ट घाँटी काटेर तेरो भित्रको पाङ्रा कलेजा अहिले हिँ खाएर जाने हो होइन। अहिले त धेरै नाति पर् नगर, तनी भाले मनी भाले, लास्टमा साले चाहिँ गो। यही हो पानी कर ड्याडी पर्खिने। हाम्रो चाहिँ पर्यो पूजा हुँदै माने है माने क्या अझै राम्रोसँग चट्ट मनाएर काट्दिनु। सब त फाल्दैन।
परिवारको चाहिँ भ्याइयो पूजा। अब त्यो अघि देखाएको ठुल्ठुलो भालेको चाहिँ अब सुरु हुन थाल्यो। लिन जानुभएको छ। अब त्यो भाले पाउट हुन्छ। अब त्यही दुईवटा भाले हो। यही दुईवटा भाले हो। ड्याडीले लिएर आउँदै हुनुहुन्छ। अनि यो चाहिँ यहाँ हुन्छ कटाइ भाले। अब यहाँ अब भालेको पालो आयो। अघि कराएको कराइ गर्थिस् नि, अब आयो तेरो पाले। खुट्टा खोलिदिनु, खुट्टा राम्रोसँग खुट्टा खोलिदिनु। यसको फेरि खुट्टामा फेरि भूत लाग्यो। पहाडे कुखुरा हो क्या। त्यसको यसको रहस्य खुट्टामा भुत्ला पलाएको। अब शक्तिशालीलाई त अब फेरि मेन शक्तिशालीले फेरि यहाँ ढाल्न लाग्छ नि फेरि। वे अब तेरो पालि आउँदैछ। ल च्याप्प समात्नु बुढाबुढीलाई। मनाउनु मान्छ, गरिन्छ रप्पै एकैचोटिमा। पानी खाला नि फेरि घुटकी घुट फेरि तिर्खा आएर। पानी नि खान्छ हो, खाछ घुट घुट। घुट घुट पानी माने मान्छ। पानी खाँदैछ हेर, माने माने एकै झडकमा। एउटा समात्यो। फाल्दिनँ, हुटाइदिनु। बस जा झाडीमा खुट्टा। अलि त्यसको तल के राखेको। ठुलो भएर त छुट्याउनु नसक्यो। अलिक पखेटा राँचेर समात्नु। बस यहीँ गयो झाडीमा। च्याँ गरेर फेरि उता काट्यो भने त खुट्टै काट्दैन। हाम्रो घरको भ्याइयो यो। अब अङ्कल घरको अझै एउटा अङ्कल घरको छ। 3 घरको हो। 1 घरको भ्याइयो। अब 1 घर 2 घर हुन्छ यसमा। लास्ट घरको बाँकी छ अझै।
जोडी काटेको कुखुराहरू जोडी जोडी यहाँ छ एउटा जोडी यहाँ एउटा यहाँ यतातिर कुखुरा भुटाल्नलाई पानी तताउँदैछ यतातिर हाम्रो यहाँ कुखुरा बनाएर ध्यान राखेको हजुर गाई सुरु भयो खानपिन पूजा गरेर सकेर अहिले यहाँ पकाएर सुरु खानालाई मासु यता जतिजना छ नि उता चिसो बेर हाम्रो पुजारी खतम भइसकेछ पुजारी खतम भइसकेछ अघि नैसम्म त ठिकै थियो नि गिलास तान्न थालेपछि गाइज खानपिन गरेर सकियो अब घरतिर जान लाग्यो कुखुरा सुखुरा लिएर होइन यो भिडियो कस्तो लाग्यो राम्रो लाग्यो लाइक कमेन्ट सेयर गर्नु होला बाई।